घडी घडी 어제 영 정말 안 되게 가다가 됐어. 방금만 좀 줘래. 로 아까지 누나 네. 그만데 뭐 빈디게 하고만 더 되게 잡는 거. 오늘 랭가 좀 사다. 안데데 그만데 숨은 마음 쉬어라. 사이는 무슨 얘기 뭐 진짜 잡도 정사됐어. 트라비지. 랭가 좀 사다. 그만에 가서 특별히 뜨면은 탑자지 좀 더. 가다는 그저 마토도 저 랭가 좀 잡는 데 సమస్య 그거죠. 또 완전 채버려서 가지 관보시 가지고 제가 레지 되니까 뭐 인지 나오죠. 어서 봐도 나간데 내면 먼저 안 지금 어디 거서는 뭐지 내가 아마 거서는 뭐지 계속 이제 이야기 아지죠. 그만 따라가지고 이 강하는데 나 자서는 짜자서 나 자서 짜잖아. 무슨 없지. 알아서 하는 거. 네, 이제 들어간다. 네, 아무거나 거는 이제 해야지. 먼저는 사주피해도 사주피해는 안에 여러 세니 세벌 쌌다 뺐다 이모데 예쁜 에페 말해서 아니 여 근데 제라비를 해서 이모데 오늘쯤에 여생인데 무슨 이게 이들 소소 이들에서 그래 제우스에서 준비도 선제는 사태도 말을 yes 이래 태권 마음에 얘기도 अनि साथ का जब छोरा राहुल त्यो बेला उहाँले त्यो त्याग गरेर इन्डिया जाने बोधगयामा गएर 6 वर्ष सदस्य भए जब बुद्ध भइसकेपछि उहाँका बुवा महाराज सुन्दरले थाहा पाउनुभयो कि मेरो छोरा सिद्धार्थ चाहिँ बुद्ध भइसक्यो अब छोरासँग भेट गर्नु पर्यो र उहाँसँग केही ज्ञान अवस्था आइसक्यो हाम्रो बाहिर बजाउन यसको पहिलो नाम चाहिँ के हो उदान नहीं लाइटर से आफै आउँछ ताल माथि गरेको टाङ बच्चाहरू
नामका सारथी रथ चलाउने ड्राइभर अनि ऊ दुईजनालाई चाहिँ पठाउँदा त्यो बेला भगवान बुद्ध राजगिरमा बस्नुभएको थियो इन्डिया बिहार साइडमा अनि जेलमा फ्राङ्की त टेम्बर भाइ टेम्बर मगर त्यो साङ्गे पनि फ्राङ्की तिनी हाबे छदु तिनी फ्राला या फुल दिखे अनि यापी अनि म गोज फ्रान्स गोज फताङ भए तिनी फताङ भए नै छाजन थमक गन फ गाजो ताङ छाजन फैल टेम्बर फ्राङ्की जिन्दगी खरा गिटे जागे रिचाल भरमा दिए अनि ठाउँमा दिने यहाँ छिबै फलमा अनि फ्राङ्की अनि मिस ताङ भए अनि 10औं पट्टि पठाउँदाखेरि चाहिँ 10औं पट्टि उहाँका दुईजना साथी बचपनका साथी कालु दाइ र छन्नालाई पठाए त्यो बेला भगवान बुद्ध राजगिरमा बस्नुभएको थियो बेनुवन भनेको पाली भाषा हो बेनुवन भनेको बाँसको बगैँचा त्यो बाँसको बगैँचामा भगवान बुद्धले नयाँ 500 जना स्टुडेन्टहरूलाई चाहिँ प्रवचन दिइराख्नु भएको थियो त्यही ठाउँमा गएर ऊ दुईजना उहाँ आफ्नो साथीसँग भेट गरे अनि उहाँहरू पनि प्रवचन उहाँको सुनेर भिक्षु भए तर हप्ता 2 हप्ता पछि गएर उहाँका बुवाका मेसेज दिए कि हजुरको बुवाले हामीलाई लिन लागि पठाएको थिए हजुरलाई अनि अहिले बुढो अवस्था छ बिमार हुनुहुन्छ आउनु जानु हजुर आफ्नो बुवासँग भेट गर्नु आउनु आफ्नो राज्यमा चाहिँ केही ज्ञान दिनु अनि बुद्धले भन्नुभयो बुवासँग भनिदिनुहोस् म भिक्षु भइसकेँ दरबारमा त आउन मिलेन मसँग भेट गर्न छ भने मेरो लागि र मेरो साथमा यो मेरो 500 जना चेला पनि आउँछ कहीँ छुट्टै ठाउँमा दरबार नजिकै छुट्टै ठाउँमा व्यवस्था गरिदिनु म र मेरो साथमा यो 500 जना चेला आएर त्यही भेट गर्छु र केही समय त्यहाँ बस्छु अनि कालु दाइ र छन्ना आएर उहाँका बुवाकोलाई चाहिँ बुद्धका मेसेज दिए अनि महाराजा सुदोधनले यो निग्रो धरामस्थलमा 500 जना भिक्षु र बुद्धले स्वागत गर्न लागि यो बुद्ध विहार बनाइदिए यो नेपालको चाहिँ पहिलो बुद्ध विहार हो यति भने अनि तिनीको थ्याङ्क्युबदिला फ्राङ्की छन्द लाए त छन्द लाए त्यो चाहिँ ढुम्बा हिँड्छ ढुम्बा दा अनि सेम्बाजी कालु लाए मिनी फाताङ भरे अनि त्यो ताने फ्रा यहाँ फगिलमा या देन्डी सुया छ त फगिलमा तेम्बाजी फ्राङ जेदु दिसला फासुङजो ना देबे हो दिन्दो केन्जल सोइन्छ फया धार सुङजो फास्यो तिनी फ्रा धार तेम्बेगी जेदु छ रे तिनी आदिने राजु जो दिन्दो छ तिनी हप्ता चिक जेला फ्राङ्की तेम्बेगी हातीगी फाताङ छैगी फ्राङ ला छैगी त्यो पुरा ची लासर आयो मारे फ्राङ दिन्दो खामा दिला त हिरोजी जेलमा फ्राङ त टेम्बल भाष्यो यापकी अनि यापसे जर्सी जावस्य जांगी अनि दिनदिनी जेने भाष्यो दिनदिनी जे थाङ भरे यसमा तकलस्यो छुतो सम्बल र जेलमा फ्राङ्की अनि भाङ्गे धति हो मारे अनि खराउँसँग दन्द राउदो जुङ छ भरे अनि दिली हो मारे त गेसी फल्लो गइमा हैन फ्रान्सकी दन्द फ्राङ्की यापसो छ यो र ओजी दिदी खानी हो कि साजी गरेर दिलो पुरानो जिनिस र चचा सुरु अनि पढा नलोको जुनेस त्यति ठिलोमा फ्रान्स अनि अनि उहाँको बुवाले यो बिहार बनाइदिनु भयो अनि यहाँदेखि मेसेज दिँदा त्यहाँदेखि भगवान बुद्ध आउँदा 45 दिन लागेको थियो पैदल यात्रा जब उहाँको कान्छी आमा महाप्रजापति गौतमीले सुने मेरो छोरा सिद्धार्थ बुद्ध भएर यति दिनपछि आउँदैछन् म आफ्नो छोराले चाहिँ के उपहारमा दिएँ अनि उहाँले आफ्नो हातले एउटा चिवर बनाउनु भयो चिवर भनेको यो कपास तोडेर रुई निकालेर एउटा धागा त्यो आफ्नो हातले बनाएको एउटा सुनको धागा मिसाएर चिवर बनाए नाम्सा आफ्नो छोरा लागि स्पेसली जब भगवान बुद्ध यहाँ आउनुभयो अनि उहाँका बुवा आमा यहाँका राज्यका जनताहरू आएर स्वागत गर्न आउनुभयो तर उहाँका बुढी यशोधरा आउनु भएन उहाँले सायद कि उहाँले जाँदाखेरि मसँग भेट गरेन मजा दिन उहाँले चाहिँ दरबारमा आउनुपर्छ भेट गर्न अनि यहाँमा बुवाले चाहिँ उहाँका स्वागत गरे अनि त्यताको जुन चाहिँ छ स्तूपा त्यहाँ चाहिँ एउटा ठुलो बनियान्टी थियो बर्को रुख त्यसै मुनि बुद्ध र उहाँका चेलाहरू गएर बसे अनि आमाले गएर त्यो नाम्सा चाहिँ बुद्धलाई दान गरे तर बुद्धले के भन्नुभयो आमासँग आमा यो मलाई व्यक्तिगत नदिएर यो चाहिँ सङ्घदान गर्नु सङ्घदान दिँदा हजुरलाई धेरै पुण्य पाउनुहुन्छ आशीर्वाद पाउनुहुन्छ अनि आमाले त्यो लुगा सङ्घदान गरे अनि यो बिहारमाथि एउटा स्तूप चाहिँ छ त्यसको नाम चाहिँ अष्टकोण स्तूपा अष्टकोण भनेको 8 कुना भएको जहाँ बुद्धले आफ्नो बुवासँग पहिलोचोटि भेट गरेर मजीमा निकाएको 5 वटा सूत्र चाहिँ ज्ञानमा दिनुभयो पञ्चशील ज्ञान अनि जेलमा फ्रा या सेदु सम्बल टेम्बल या थाएगी तेंखबला नि या थाला त दिजेदु सम्बल खर या बेदु सम्बल लंगलमा निमा शिसेना बोरे तेला
Ini ani korangi da phe yaten khesa du sambala teni korangi maso jiwa ani korangi da korangi tamte tembala ya phe ji da are da te boina sansa din da korangi ji jene sambal thama de la ko na sa da re we chengi ji jiwa o di de korang la phe ji din da da ri je ini ani jel ma thama de la korang ji jene ani korangi sa temba chul phe sa wi chula ko phe ji da ri je da sambala ani tembe ji kare sumare la ina ini ngap dau re sai kara ya amala sai ngala phe le ja yedun na phuna ya we re yedun di chasan phuna ya we re yedun ki chala yedun sa ngajala jora ji chasan le ya phuna ya we re na jel na ti suwa ani अनि उहाँले के अरे यो सङ्गदान गर्नुभयो अनि त्यहाँबाट अनि त्यसपछि त्यहाँ माथि चाहिँ अष्टकोण स्तूपा हो जहाँ बुद्धले 8 कुना भएको स्तूपा जहाँ बुद्धले आफ्नो बुवासँग फर्स्ट टाइम भेट गरेर मन्जीमा निकालेको फाइसुत्रा चाहिँ आफ्नो बुवालाई चाहिँ ज्ञानमा दिए अनि उहाँका बुवा आमा आफ्नो अनि दरबारको मान्छे घरको मान्छे यहाँको राज्यको मान्छे आफ्नो घरमा गए अनि उहाँका आमा बुवा दरबारमा गए अर्का दिन भगवान बुद्ध र उहाँका चेलाहरू आफूले राज्यमा चाहिँ भिक्षापन गरेर खाने जब उहाँका बुवा यो सुनेपछि कि मेरो छोरा चाहिँ भिक्षापन गरेर खाँदैछ यो त मेरो बेइज्जती गराइराखेको छ आफूले राज्यमा आएर यसो प्रिन्सेस भएर अनि उहाँ दुगुडेर आउनुभयो आफ्नो छोराले बाबु यस्तो भिक्षापन गरेर नखाने तपाईँ राजाको छोरो हो मेरो एकलौता छोरा हो तर बुद्धले भन्नुभयो अब म हजुरको छोरा सिद्धार्थ होइन राजकुमार होइन म भिक्षु भइसकेँ मेरो धर्म यही हो अनि उहाँको बुवाले चाहिँ इन्भाइट गरे दरबारमा आउनु सबैजना जति दिन बस्नुहुन्छ दरबारदेखि भोजन दान लिएर खानु अनि यहाँदेखि भोजन दान लिन दरबारमा जानुभयो त्यहाँ गएर भोजन दान लिए भोजन खाएँ अनि जुन भिक्षा पात्र हुन्छ त्यो आफ्नो भाइ नन्दालाई दिनुभयो नन्दा भनेको सानी आमाका छोरा नन्दालाई दिए अनि आफ्नो बुढीसँग भेट गर्न भित्र जानुभयो त्यहाँ के हेर्नुभयो यशोधरा पनि एउटा भिक्षुरीको रूपमा सेतो साडी लगाइकन सिँगार गरी बस्नुभएको थियो अनि यशोधराले जब फर्केर आफ्नो श्रीमान बुद्धले त्यति दिनपछि हेरेर उहाँका आँखादेखि आँसु झर्न थाले रुन थाली उहाँले सोध्नुभयो तपाईँ मलाई किन छोडेर जानुभयो मसँग एकचोटि भेट पनि गर्नु भएन अनि भगवान बुद्धले भने म जाँदाखेरि आएँ तर तपाईँहरू सुत्नुभएको थियो मैले डिस्टर्ब गरेन एक क्षण हेरेर बल्ल यहाँदेखि गएको त्यो बेला उहाँका छोरा राहुल 8 वर्षको थिए अनि राहुल खेल्दै खेल्दै आइपुग्यो अनि आमाले हेर्दा आमासँग सोधे आमा तपाईँ किन रुनुभयो उहाँको अगाडि उहाँ चाहिँ को हुनुहुन्छ अनि उहाँले भन्नुभयो यो हजुरको बुवा जब आफ्नो बुवासँग आफ्नो अंश माग्नु यति कुरा सुन्दा राहुल डुगुरेर गएर आफ्नो बुवाको आङ्गुला समाते अनि उहाँको पछाडि महालभरिमा घुमे जब बुद्ध भगवान यहाँ आउँदाखेरि राहुल उहाँको आङ्गुला समातेर नन्दा त्यो भिक्षा पात्र लिएर पछाडि आउनुभयो अनि राहुल यहाँ आएर बुवा मेरो अंश दिनु मेरो सम्पत्ति दिनु अनि भगवान बुद्धले भने मसँग के छ मैले त सबै त्याग गरिदिएँ भिक्षु भइसकेँ के दिन सक्छु अनि राहुलले भने होइन हजुर मेरो बुवा हुनुहुन्छ हजुरसँग मेरो अंश चाहियो जे छ हजुरसँग त्यही दिनुहोस् त्यो मेरो अंश हो हजुरको चिनो पनि उता उसमा होइन के अरे राजदरबारमा अनि यहाँ भन्नुभएको थियो यहाँ होइन अनि जेलमा अनि खोराङ्गी त याबती गीता गरिसन त खोराङ्गी फुदी लग्रे सेदी त दिन्डबुदा लोने त दिन्डबुदा गेलोन्ड होइन लोने त लुसेल दिजेने दिजेगिर सेदी त छासन दिन्छ लुचेर दिजु दो दिन्डबु थोन्दो सम्बला त खोराङ्गी पाला दिगी त नाराङ्गी त दिन्डबुदा खोराङ्गी फुगुदिगी त नाराङ्गी लिचे पुरा जेसो संसार नवसाई सारा हला दिने जना अनि खेराङ्गी या खोडाला फेरो जेस दिने लोने मासारो जेस दिन्डो माजेरो जेस अनि खेराले खोडाला फेरो जेस लाने अनि खोडाला पुगुदिला सेम्बला सांगेला दिन्डो सुन सारा या पनि बोली दिने अनि फाद दिने फजिलेन दिने दुई अनि खोराङ्गी नारगी त किमेन्जियो सचुमा दिने खोडाल ज्ञान दिदुई समाधान होती जय सारा लोटुजी ini didui ani korangi pugudi anda di garisana anda seda jindi di lojet ani didui ani korangi ani magen lani anda di khosure lada sama korangi pala ta dambut hoyo mara ani korangi pala lada sama dengi pala ini ani korangi dangal ma tanguma ina korangi pala gi pugul ma ta koran sagi ki khobjel dam ti tegi soira अनि ओति फुटबल ढंगाल तेरो चीज हो तो संभाल का फ्रांक दा सेमा संगे संगे दिगी नाल हो तिन दो फुटबल टेगी खरांगला केला टेगी मिसी खायो मारे ना रब दुकिन सारे ओ तिन दो दे अनि खरांगला तिन दो हो मारे सना ओ तिन दो अनि अरु अलि छोटो छोटो भल लाओ थियो अनि त्यसपछि राहुलले आफ्नो बुवासँग भने हजुर मेरो बुवा हुनुहुन्छ हजुरसँग मेरो अंश चाहियो अनि बुद्धका दुईजना चिफ डिसाइपल थिए सारी पुत्र र मगलाना पुत्र अनि ऊ दुईजनालाई चाहिँ भगवान बुद्धले बोलाउनु हो
भन्नुभयो यो मेरो छोरा चाहिँ मसँग अंश माग्दैछ, अब मसँग त केही छैन, सबै त्याग गरिदियो, भिक्षु भयो। ज्ञान मात्र कमाएको जुन हजुरहरूलाई दिएको सबै राहुललाई दिनु, त्यसको अंश त्यही हो र मेरो चिनो पनि त्यही हो। अनि भगवान बुद्धका दुईजना चेला सारीपुत्रले राहुललाई त्यो ठाउँमा लगेर ज्ञान दिएर, त्यो ढिस्को जुन चाहिन्छ स्तूपा हो, ज्ञान दिएर त्यसको चिवर लगाएर अनि भगवान बुद्धले आफ्नो जुन भिक्षा पात्र थियो नन्दलाई दिएको त्यो राहुललाई दिनुभयो। अनि त्यसपछि यो तेरो अंश यही हो। अनि पछि भगवान बुद्धले आफ्नो भाइ नन्दलाई पनि यही ठाउँमा ज्ञान दिएर भिक्षु बनाइदिनु भयो। अनि 3 महिना यहाँ भगवान बुद्धले बर्खावास बसे, त्यो बेला नुहाउने यो कमल पोखरीले घाट भएको, त्यहाँ एउटा सानो इनार पनि छ पानी खाने। अनि आमाले लुगा दान गरेको ठाउँमा 3 महिना भगवान बुद्धले बसेर 3 महिना प्रवचन दिएर थुप्रै राज्यका जनता आएर प्रवचन सुनेर एक दिनमा 500,000 मान्छे चाहिँ भिक्षु भए। अनि उहाँका आमा पनि उहाँको प्रवचन सुनेर धेरै प्रभावित हुनुभयो। अनि उहाँले पनि आफ्नो छोरासँग रिक्वेस्ट गरे, म पनि हजुरको शरणमा आउन चाहन्छु, भिक्षु हुन चाहन्छु, मलाई पनि एक्सेप्ट गर्नु। तर बुद्ध भगवानले मानेनन्, किनकि त्यो बेला लेडिज मङ्क एलाउड थिएन। धेरै रिक्वेस्ट गर्दा पछि गएर भन्नुभयो ठिक छ, म हजुरलाई आफ्नो सङ्गमा लिने, तर यसमा एउटा नियम हुन्छ, त्यो नियमको पालना गर्नुपर्छ, त्यो गर्न सक्नुहुन्छ भने म हजुरलाई आफ्नो सङ्गमा लिने। अनि उहाँले त्यो नियम भन्यो। अनि उहाँले पालन गरेपछि इन्डिया वैशालीमा गएर आमालाई ज्ञान दिएर आफ्नो सङ्गमा लिएको। उहाँको आमा चाहिँ पहिलो लेडिज भिक्तिनी महाप्रजापति गौतम मुनिको नमो बुद्ध अनि दफराङ्गी त पुगुदी अनि सांगे जमथेन्देल अनि सेटाजी सांगे जमथेन्देल ngal ani frang khogyal te buyos dane atin do shu chawi tun ngal mise tem es frang ra chabare la ani jel ma ani chosungi chari buda mangli pangi frang jemthende ya frang ke tane deni khol man te ayu ni tan ma ti te ni ta khol ba lo jong do na ke ji do ke sa indo da tembar ha re sangi tembar ha re 이제 또 본이기 계란이기 다 콜마 차고 가리고 차고 막 때로 지스라는 제일만 그런 줄 치네 나 라우드 좀 말했어 근데 세다 진짜 라우드 좀 세다 되래 아니 제일만 돼 세다 진짜 라우드 좀 차네 되니 딜마 다 그런지 다 야르네 아워슨 링라 딜마 야르네 쇼아래 lemba faran tani yarne to ini yarne ki polu tini ki polula tini ani farangi thesune ani ngaja odinda uti da mamboji me mamboji ani ka sana rautu jumare ani rautu june tini farangi ai ani agi एकछिन खाउनु त है अनि एकचोटि भन्नु त अघि त्यो 500 जना अनि त्यहाँबाट भिक्षु बनेर पछि यहाँ प्रवचन दिँदा 500 जना भिक्षु भयो। अनि आमाले पनि उहाँसँग रिक्वेस्ट गर्यो। अनि यहाँ दिने खराङ्गी माछा जिवा अति खराङ लाने रेवा छुवा रे नयाँ त दिन्दा उकेलौँ togi is ada sambal ho mare du ani gume lani rabi dinda yo mara nanti je tu ta khorang lani haru पनि दिइहाल्छन् कि भित्र दिनु हुन्न भित्र दिँदा यसो डिस्टर्ब गर्छन् पूजा गर्न दिँदैन ओके साचे लसो थ्यांक यू किनार पनि छ नि किनार त के साले देखोले जानु यो रुप चाहिँ के बेल बेल निमारर यहीँनिर उहाँलाई यहीँ ज्ञान प्राप्त गर्नुभयो अनि यहीँनिर बिर्सिसकेपछि उहाँलाई चाहिँ ज्ञान लगाएर जाला हजुर त्यो चाहिँ अस्ति भएको ठाउँ 상계 담보 포화 담보 통사 포라지 투사디래 포라지 어제 고아지 포라지 서도 여성선은 소리 당대도 산대 당대 싶어라 나는 동부 총사 사제된 데래 내 집 아시가 근데 포라지 딜마 딜 바란 딜마 아니 포라지 상계 머저 상계네 젤마 포라니 양양을 되네 고등 주게
이거 다 되는 걸 까서. China. Five.那这石头这过去怎么能弄？没有科协生产，怎么能弄这么大石头？两千年。지금 거라 저 작은 말 배우고 해서 너.